बब्बाल छ यार नजरा बिचमा एउटा घर भएको भए केटा हो बवाल हुन्थ्यो यार हावा नि कस्तो मजा लाग्यो यस्तो मजा आउँथ्यो नि ब्रदरहरू सो रमाइलो खतरा रमाइलो हुन्थ्यो केटाहरूको बल रहेछ नि धेरै म छु भलिबल रहेछ नि रातै हाल्नु मैले त रेस्पेक्ट पुगायो क्या तुले ठिक छ लाग्छ सो सबैजना रमाइरहेको पार्क अस्तिमा रमाइरहेको जिउने हो कि लाइफ फुल अन यार टेन्सन सबैको उसमा हुँदैन टेन्सनलाई चाहिँ कसरी पार गर्छ सल्युसनको पछाडि भाग्ने हो कि हामी भने होइन हामी भन्ने छैन समस्याको समाधान गर्ने हो क्या समस्या कस्तो तरिकाले चाहिँ हामीले हल्का तरिकाले सहज तरिकाले चाहिँ हामीले सल्भ गर्न सक्ने त्यसको पछाडि भाग्ने हो क्या टेन्सन भयो डिप्रेस भयो यताउता बिहान खानु त्यस्तो भने यस्तै दिमाग खराब त्यो धेरै तनाव स्ट्रेस दिने होइन क्या बुढो हुन्छ छिटै अनि केटी पाउँदैन माया पका अनि केटी नपाएपछि फेरि डिप्रेसमा माया पका त्यही भएर आफ्नो मुसिबतसँग आफै निप्ट्यौ है उस गर्ने कोही पनि हुँदैन मैले भोगेको कुरा हो त्यही भएर तिमीहरूलाई भने हो सो ठिक छ अब फेरि के रहेछ भने हिँड रहेछ भने म आफूहरूलाई